कोही गल्ती त्रुटि भएको छ भने पनि हामी क्रमशः कार्यक्रमलाई बेटर बनाउने कोसिस गरिरहेका छौँ। गोरी मिलेको छैन, हार जितै भएको छैन, कहाँ मिलिहाल्छ त होइन। भइरहेको छ त्यति ठुल्ठुलो हतियार भएर पनि हतियारसँग पनि उसले जितिरहेको छ। आफ्नो छोटो छोटो टिमहरूले भए पनि त्यहाँ बस्नु आँट्नु भएको, बस्नु 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 चल्दैन चल्दैन। समय समय राम्रै लाए पनि आउँछ होला। खेल चलिरहेको छ, कम्पिटिसन चलिरहेको छ। दर्शकहरू धैर्य गर्नुहोला, धैर्यसँग हेर्नुहोला, मनोरञ्जन लिनुहोला। कुनै पनि बेला हार जित हुनसक्छ। ठुल्ठुलो जितिरहेको छ, ठुल्ठुलो पालेको छ। हतियार त्यत्रो ठुल्ठुलो हतियारसँग पनि हार मानेको छैन। यो धरतीमा जति पनि जानवरहरू प्राणी उसको हुने एकदम डेन्जर छ। हेर न हामीले हेरेर अनुमान गर्ने कुरा हो। गोरुको सिङबाट अलिक फरक पर्दो रहेछ। लामो सिङ भएको जरुरत छ। भएकोमा अलिक खेल्नु गएर धेरै समयसम्मलाई अलिक असहज हुँदो रहेछ। तर पनि गोरुको लागि खेतमा कुनै वन नकोठामा छुटे जस्तो त पक्कै हुँदैन। डबल छ पहिलाको भन्दा। एकल पनि हामीलाई खेलाडी जस्तै हो। पशु भन्दा पनि अब नमुना जस्तो लाग्छ। थालिसकेको छ मलाई चाहिँ। हामीले पहिलादेखि साथीहरूलाई गोरुको सिकाउनु नबनाउनु भन्ने खालको सल्लाह सुझाव गरिएको थियो। उहाँहरूले पनि सिंहहरू त्यति धेरै सुझाव पार्नु भनिरहेको छ। हामीले एकपल्ट मिलाएको छ कि प्रार्थना गर्दछौँ। हामी राम्रोसँग आफ्नो गाउँले चल्दैछ चलाउनु, तर खोइ हुँदैन त भाइ। कता हो कता हो। अहिले भेटिहाल्छ। मान्छे आउने होइन अहिले त्यही होइन यहाँ नि अहिले केही बेर पो जुँदैछ हौ यसो भनेको यसो यसो गरेको एउटा पेल्दैछ त अहिले गाईसँग भेटाइदिनु म
हाम्रो नपाओस् भन्ने खालको हाम्रो पञ्चायत छ र स्वयंसेवक साथीहरू त्यताबाट ध्यान दिनु होला फुटाउने प्रयास गर्नु होला नानी थोरै पर जाऊ त नछुला मलाई प्रहार जारी छ जारी छ कार्यक्रम आफ्नो चरममा गइरहेको अवस्थामा आफ्नो हाम्रो स्वयंसेवक भाइहरू मोबाइलमा बढी ध्यान नदिनु होला गोरुप्रति ध्यान दिनु होला राम्रै छ यो पछाडि टीकाराम पौडेल र रामकुमार राईको छ है गोरुको नाम मलाई यहाँ उपलब्ध गराइदिनु